तपाईँ यहाँ? हजुर, मलाई यहाँ एकजनालाई पढाउनु पर्यो भनेर बोलाउनु भएको थियो। तपाईँ पनि यहाँ हुनुहुँदो रहेछ त। एकजना पढाउन आउनुभएको भनेपछि अब एकजनाबाट दुईजना भरै फर्किनुहुन्छ तपाईँ यो घरबाट। हजुर के भन्नुभएको? मैले त बुझिनँ नि। यो एकजना भुन्टी हुन्, भुन्टीलाई पढाउनको लागि म्याडमले तपाईँलाई यहाँ बोलाउनु भएको। भुन्टी धेरै चिन्तित भएकी छिन्। म्याडमको घरमा बसेर उनी सुख सहेलमा बसेर उनी आनन्दमा त बसेकी छिन्, तर भने मेतिनीज्यू यानि कि सुकुमाया आएर सारा भूपेन्द्रको परिवारलाई अब भने उठीभास लगाएको कुराहरू, सारा कुराहरू अब भने भुन्टीलाई पनि थाहा भइसकेको छ। प्रहरीले लैसकेको कुराहरू अनि सुकुमायाले टोकले दाईलाई फोन गरेर अब भने भूपेन्द्र र जेरीलाई प्रहरीले जेलमा हालिसक्यो, अब भने हाम्रै जित हुन्छ, भुन्टीकै जित हुन्छ भनेर भनिसकेपछि अब भने टोकले दाई पनि डराएका छन्। जेलमा हाल्नसम्म त नपर्ने हो। अब भने ती भूपेन्द्रको परिवारले भूपेन्द्र जेलबाट निस्किसकेपछि तिम्रो ज्यान एकदम धरापमा हुनेछ बहिनी, तिमीले यस्तो किन गर्यौ भनेर डराएका छन्। म सुकुमाया हो, सुकुमाया, कुनै पनि हालतमा म डराउने छैन। मलाई मेरो ज्यान धरापमा भएर भए पनि मेतिनीज्यूलाई न्याय दिनुपर्ने छ भनेर भनिसकेपछि अब भने सुकुमायाले सारा कुरा गरिसकेपछि टोकले दाई पनि मन दोहोरो बनाएर बसेका छन्। हो दर्शकबिन, अब भने म्याडमले नै भुन्टीलाई धेरै माया गर्नुभएको छ। तिमी पढ्नुपर्छ, स्कुल जानुपर्छ, धेरै लामो समय भइसक्यो तिमी मेरो घरमा काम गर्न बसेको, तिमीलाई मैले पढाउँछु भनेर पहिल्यैबाट भनेको थिएँ। अब भने म तिमीलाई स्कुलमा भर्ना गर्न लान्छु आजको दिनमै भनेर भनिसकेपछि भुन्टीले भन्छन् म बाहिर स्कुलमा जाँदा फेरि बाटोमा मलाई भूपेन्द्रको परिवारले देख्यो भने फेरि मेतिनीज्यू मेरै भेषमा रूप धारण गरेर त्यो भूपेन्द्रको घरमा गएर तहल्का पिट्नु भएको छ। फेरि म यतातिर भुन्टी भनेर यतातिर पनि निस्किने, उतातिर पनि मेतिनीज्यूलाई फेरि गाह्रो होला। त्यसै कारणले म एकछिन मुद्दा फैसला नहुन्जेल, मुद्दाको छिनोफानो नलुन्जेल म चाहिँ कुनै पनि हातमा यो घरबाट बाहिर निस्किन जान्न म्याडमजी भनिसकेपछि म्याडमजीले त्यसो भए तिम्रो पढाइ बिग्रन्छ, तिमीलाई म घरमै पढ्ने व्यवस्था मिलाउँछु, मास्टर खोजेर यही घरमै ल्याउँछु है त भनेर म्याडमले एक्कासी मास्टरलाई बोलाइसकेपछि टोकले दाई भने कुन मास्टर आउने होला, कसले होला मेरो बहिनीलाई पढाउने, के गर्ने होला भनेर पनि दङ्ग परेका थिए। अनि म्याडमले भने भद्र भन्ने मास्टरलाई, एकदम राम्रो पढाउने असल मास्टरलाई बोलाइसक्नु भएको थियो। तर भने टोकले दाईलाई को आउने होला भनेर एकदम मनमा खुल्दुली भएको थियो। म्याडम को होला बोलाइसक्नु भयो मास्टरलाई, मैले चिनेको हामीलाई माया गर्ने मास्टर हुनुहुन्थ्यो एकजना, उहाँलाई बोलाउन पाए हामी सबै खुसी हुने थियौँ भनेर टोकले दाईले म्याडमसँग कुरा गर्दा अलिला भने मैले चिनेको मास्टरलाई बोलाएँ, अर्कोचोटि तिमीले चिनेको मास्टरलाई बोलाउँला नि त है, त्यो मास्टरलाई क्यान्सल गर्न मिल्दैन, अहिले बोलाइसकेँ भनेर मास्टर गेटमा आएर रिङ बजाएर बोलाउँदा फेरि टोकले दाई गएका थिए गेट खोल्नलाई। एक्कासी भद्र मास्टरलाई, उनले चिनेको मास्टरलाई मन मिल्ने एकदम भुन्टीसँग उनी नजिक भएको विगतको लामो समयदेखि भुन्टीलाई धेरै माया गर्ने, टोकले दाईलाई माया गर्ने भद्र मास्टर गेट खोल्दा बित्तिकै भुन्टीलाई पढाउन आएको कुराहरू थाहा पाएर टोकले दाई भने उनको एकदम भित्रैदेखि गदगद भएर उनी धेरै खुसी भएका छन्, एकदम रमाएका छन्। हो तपाईँ हो आउनुभएको, तपाईँलाई म्याडमले किन बोलाउनु भएको थाहा छ? तपाईँलाई भुन्टीलाई पढाउनलाई घरमै अब भुन्टीलाई पढाउनलाई बोलाएको हो, तपाईँकै खोजीमा थिएँ म, तपाईँ नै आउनुभयो मास्टर। अब भने हामी धेरै खुसी भएका छौँ, तपाईँले अब मेरो बहिनी भुन्टीलाई पढाउनु अनि राम्रोसँग पढाएर तपाईँहरूको म पछि नै कुराकानी गरौँला भनेर भनिसकेपछि अब भने टोकले दाईले पनि आँटेका छन्। पक्कै पनि भद्र मास्टरले मेरो बहिनी भुन्टीलाई चाहनुभएको छ, लामो समयदेखि भुन्टीकै प्रतीक्षामा बस्नुभएको छ। अब भने भुन्टी र भद्र मास्टर साहबको मिलान गराउनुपर्छ भन्ने पक्षमा लागिरहेका छन्। अब भने भुन्टी पनि विगतका दिनहरूमा त्यही मास्टरले उनलाई उनलाई भुन्टीलाई साथ सपोर्ट दिएर मास्टरले अस्पतालसम्म पुर्याएर धेरै समय उनले बचाएको कुराहरू, उनले एक्लो हुँदाखेरि सहारा बनेर हिँडेको कुराहरू, सारा कुराहरू सम्झिन्छन्। अब भने उनले पनि भद्र मास्टरको साथ कहिले पनि छोड्ने छैन, पक्का पनि उनीहरूको माया प्रेम एकदम गाढा हुन्छ भन्ने हामीलाई लाग्छ। दर्शकबिन, उतातिर गाउँतिरबाट भने भुन्टीको आमा बुवालाई जमुना दिदीको खोजीमा एकजना मान्छे आइरहेको हुन्छ, जमुनासँग विवाह गर्नु पऱ्यो, जमुनाको हात मेरो हातमा थमाइदिनुहोस् आमा बुवा, तपाईँहरूलाई म केही पैसा दिन्छु भनेर 50,000 रुपियाँ दिएर उनीहरूलाई फकाउँछ। तर भने कुनै पनि हालतमा भुन्टीको आमा र बुवा मान्नुहुन्न। जमुना छोरी यत्रो लामो समयसम्म बुढा नभएर पनि बसिरहेकी छ हामीसँग खुसी भएर, तपाईँले 5 वर्षमा 5वटा श्रीमती फेर्ने मान्छेलाई फेरि मेरो जमुनालाई लगेर 2-4 वर्षमै फेरिदिनु भयो भने घरमा घाटको हुन्छ, बरु हामीसँग खुसी भएर बसेको छ, तपाईँले जमुनालाई लाने र जमुनालाई बिगार्ने काम नगर्नुहोस् भनेर भनिसकेपछि अब भने कुनै पनि हालतमा जमुनाले पनि एक्लो भएको मौका पारेर आउने भनेर पहिला पनि त्यो मान्छेलाई लखेटिसकेको थिएँ। जमुनाले त्यो मान्छेसँग कुनै पनि हालतमा उनीहरूको मन नमिल्ने कुरा आमा बुवाले पनि भन्नुभयो र जमुनाले पनि पहिले देखाइसकेको थिइन्। हो दर्शकबिन, उतातिर गाउँमा भने भूमिकालाई उनको बुढा र
आमाजु सासू ससुराले धेरै यातना दिएर झ्यालमा उनलाई बाँधेर हातखुट्टा बाँधेर यातना दिएको कुराहरू एकदम देखिरहेको छ दर्शकबिन। उनले विगतको समयमा भोटी भाउजूलाई एकदम नराम्रो व्यवहार गर्ने, आफ्नो आमा बालकुमारीसँग मिलेर उनले नराम्रो दुर्व्यवहार गर्ने कुनै पनि हालतमा अब भने उनलाई यति सजाय त अझै कम हुन्छ। उनले भोन्टीलाई यति नराम्रोसँग पीडा दिएकी थिइन्, आफ्नो आमासँग मिलेर उनले एकदम घरमा बस्नु नसक्ने गरेर बिरामी हुँदा पनि भोन्टीलाई उनले एकदम यातनाहरू दिन्थिन्, पीडा दिन्थिन्। कहिले पनि आफ्नो आमासँग मिलेर भोन्टीलाई कहिल्यै पनि राम्रोसँग व्यवहार गरिनन्। अहिले उनलाई नराम्रोसँग आफ्नो आमाजु र श्रीमानले नै यातनाहरू दिएको कुराहरू जस्तोलाई त्यस्तै ढिँडालाई नस्तै भएको छ। उनलाई अझै यातनाहरू दिनुपर्छ। अनि एकदम खराब मान्छे हो। उनले विगतको समयमा आफ्नो भाउजूलाई भोन्टी सोझो मान्छेलाई उनले नराम्रो गरेकी थिइन्, उनलाई पनि धेरै नराम्रो गर्नुपर्छ उनको परिवारले भन्ने लागेको छ कि अब भने यहाँभन्दा धेरै यातना दिनुहुन्न। बिचरा उनले ठुलो सपना बोकेर अस्ट्रेलिया जान्छु, अब मेरो श्रीमान विदेशी गएर मलाई पनि सुखसँग राख्लान् भनेर विदेशको सपना बोकेर विवाह गरेकी थिइन् भूमिकाले। अहिले आएर ती श्रीमानले एकदम यातना दिइसकेपछि अब भने भूमिका